ओके गाइस अब फेरि आइसक्यो हामी यहाँ कफाडी ओहो ऊ नेपाली अहुजे नेपाली हिँड्दैछ गाइस कुकुर कुछ लोग ऐसा ऐसा होता है और के साथ खान्छ ठीक छ यो नुन खाया कुकुर ढोग्रिया जन भाइ आयो त या त्यही को भयो वाइला पाटै नाइफिन्छ अब यो खोला लिने भनेर ल्याएको छ अब खोला बाटो नभयो भने चाहिँ अब यस्तो कुरा त्यहाँ के हुन्छ अरे सेन्टी फ्ल्याग हुन्छ भिडियो बनाउनु भन्दा कुकुरले खाएन बाहिर पिसाब कोठा फेरिनस् पहिले गत्र कुछ लोग राम्रो देख आइरहेछ टक्क हामी अब यता खोला जाँदैछौँ है दुईजना पानी परिरहेछ पानी परिरहेछ मौसम ठिकै छ भनौँ न काठमाडौँतिरको बसाइ आज लगभग 3 महिनापछि यसो रोडमा बाहिर कोठाबाट बाहिर आइ ठिकै छ मौसम के अरे जेल जस्तै भित्र कोठाभित्र बसियो आज यसो कैदी भए जस्तो भइरहेछ काठमाडौँ आएर के गर्ने यस्तै छ अब कहिलेले रेप गरिएन न कहिले सेभ गरी त्यही बसाइ कहिले दशा लाग्ने बेला पछाडिबाट हाल्ने लाग्छ साग लिएर के गर्छ यस्तै छ गीत गानु हो यो खाना हुँदैन किन खाना हुँदैन बढुका लागेर हाडिएको अब के गर्ने तिनीहरू गयो भने हामीले गयो हुनै पऱ्यो अब यस्तै छ खोला भेटिँदैन अब बचपनमै ठिक थियो अहिले ठुलो भइसकेपछि त्यस्तै हुँदो रहेछ रमाइलो गर्न सकियो न केही पैसा कमाउन सकियो लास्टै गाह्रो छ गाह्रो छ क्या गर्ने त हो त्यसो भए त्यही अब छोटी खोल्की थियो पाइने गत्री पाल्ला हग्ने ओहो पर्यटनै ठाउँ तल देखाऊ है तल देखाऊ कच्ची रोड काठमाडौँ राजधानी हो नि त आमा घर चाहिँ तल मुनि बाटो मासिएलाई है मासिएलाई आज कहाँ जानु लाग्यो हामी खोला नबेटिएर हैरान कुट खानको पैसा नै र भयो नत्र भने छ्याङ खाइल त त्यसले देखाएको ल गाइस अब हामी यता पछाडिको सिन देखाउँदैछौँ है पछाडिको सिन देखाउँदैछौँ के पछाडिको भन्दा नि यस्तो देखाउनु पर्यो हो यो कुन ठाउँ अरे यो मलाई पनि थाहा छैन ल एउटा यस्तो ठाउँमा आएको हामी है कुछ लोग बस यही कर सकते हैं ल म यतापट्टि देखाइदिन्छु है पशुपति यो खोला आयो यस्तो छ हेर्नुहोस् ओहो
एयरपोर्ट होला होइन त्यो एयरपोर्ट ओ एक पल तू सदी का मजा हमसे पूछिए एक पल अब हामी यस्तो ठाउँमा छौँ है गाइस यसरी के भन्दा के हो त्यो छुपु छुपु रोटी यी बागमती लस्सी बागमती हो कि उदोमती हो यो के लस्सी अब टडै गाडी लाग्छ भन्न टडै यो बागमती हो कि यो उदोमती हो यो छ है गाई जेता अब हामी यहाँ छौँ यो उदोमती गाई त्यसो यो उदोमती म बागमती लड्कीहरू राम्रो राम्रो छन् कि भनेर यसो मस्किन आएको छ यहाँ 20,000 डन्ठे र मन्ठे मात्रै छन् भेट भयो अब के गर्नु धेरै दिनपछि यसो भलकमा आइयो पहिला पर के अरे कहाँ गरे सुरुमा सुरुङमा हो त्यहाँतिर यसो जापानी मेरो गर्लफ्रेन्डसँग भेट भएको थियो अब अहिले अहिले के गफ हान्ने भन्नु एउटा चोरी गफ हान्नु नबोल न यार यो गफ दिन्छ बहुत गफाडी हो यो नम्बर 1 गफाडीमा पर्छ यहाँतिर छ हाम्रो नेपालको भनौँ राजधानीको विमानस्थलको टपमा प्लेन पक्कै एउटा उठ्न खुसी लाग्छ के थाहा कुनै दिन आफू पनि त्यहीमा जाइन्छ भन्ने आश हुन्छ खुसी लाग्छ ज्याउ खुसी लाग्छ धेरै प्लेन क्या गरी आउँदैन मन छल्ल मेरो एक्स पनि छ कि गई छ कि देखाइ भाइलाई के छौ भाइ एक पल तू सदी का मजा हमसे गाह्रो गाह्रो छ हे भगवान् कहाँ छ सिधै कुरा गर कुरा खाना देखाइनहरू गर ओ बाबा हात दुख्यो यस्तै छ पुरै आउँदैन बापा खाया भए आउँदैछ खाएन आज धेरै दिनपछि आज कोठा बाहिर निस्कियो हाम्रो पनि थोरै थोरै अब भनौँ न के पानी फाइल लडाउन तपाईँ आज गयो नेपालबाट तल पानीमा बल नेपालमा धेरै छ पानी आइरहेछ आइरहेछ दिदीबहिनी नेपालको हाम्रै खेलिरहेछन् एक पल तू सदी का मजा बाफ गीत त खतरा आउला मलाई होइन यो क्या नदी रे बागमती यो बागमती हो कि उदोमती हो यहाँ गाई एकछिन बसिहालौँ हामी दुई भाइ बस्छौँ है कति ल के खुले जा देखाऊ गाई टक्क हामी त्यस्तो भट्टेचौडा तल हाम्रो भनौँ न हुम्ला रालबाट तल केपल्ट हुम्लातिरको भट्टेचौडा जो माछा मार्ने जस्तो ठाउँ छ खुसी लाग्छ है पौडिहाल्नु छ कि ओ सुन बगाइ पठाऊ कि पठाऊ के हो भाइ तिमी त यहाँ खोलातिर एक्लै आएछौ के गर्दैछौ के तिम्रो त केही थोलो के हिलो खाएछौ के छ भन भाइ के छ के गर्दैछौ तिमी आज भोलि राम्रोसँग सोध्नु के भएन हो